हेलो गाइस, स्वागत छ मेरो युट्युब च्यानलमा। म आज हजुरहरूको अगाडि यहाँ आज म चाहिँ एकदम स्पिरिङ पत्ती, हाम्रो यहाँ स्पिरिङ पत्ती भन्छ, यहाँ गाडीको स्पिरिङ पत्ती म हानेर देखाउने छु। यहाँ हेर्नुहोस् गाइस, अब यो पत्ती चाहिँ मिडिलमा यसरी टुक्रा गर्नुपर्छ। टुक्रा गरेको बादमा एकदम म हजुरहरूको अगाडि फेरि यहाँ एकदम यहाँ अब मिडिलबाट यहाँ फेरि बिचबाट यहाँ फाड्नुपर्छ, किनकि यहाँ अब फाडेर यहाँ अब दाउ बन्छ। हेर्नुहोस्, यो दाउको नाम चाहिँ हजुरहरूको अगाडि के नामको दाउ हुन्छ हेर्दै जानु होला। मेरो भिडियो चाहिँ अलिक लामो हुन्छ, हेर्नु नछोड्नु होला। हामीले यहाँ कस्तो टाइपले हामीले काम गर्छौँ हेर्नुहोस् गाइस। अब यहाँ अब स्पिरिङ पत्ती फाडेर रेडी भयो। अब यहाँ हेर्नुहोस्, अब लुहा चाहिँ अब यो अब हेर्नुहोस्, यहाँ अब गरम गर्नु छ। अब हानाइको स्टार्ट हाम्रो हानाइ हुँदैछ गाइस। हेर्नुहोस्, अब हजुरहरूको अगाडि मैले लामो भिडियो दिँदैछु हजुरहरूले, किनकि मेरो भिडियो राम्ररी हेर्नुहुन्छ भनेर मलाई पुरा आशा छ। अब हान्नुको स्टार्ट भयो। स्टार्ट हुँदा फेरि सबसे आगे यहाँ यसको पारो हानाइ जान्छ। यस पारो भन्दा गेजिपी भन्छन्, कसैले पारो पनि भन्छन्। यो अगाडि हानो भने यसको माने साइज चाहिँ एकदम दाउको साइज पर्फेक्ट दिनु सकिन्छ, किनकि त्यस फास्तो हानेर अनि अरू हानाइ जान्छ। हेर्नुहोस् गाइस, अब यो पारो हानाइ रेडी भयो। हजुरहरूको अगाडि भिडियो चाहिँ लामो हुन्छ भने चाहिँ अनि आशा गर्छु म हजुरहरू सबैजनाले राम्ररी हेरिदिनुहुन्छ भनेर। अब दाउ हानाइ भयो। यहाँ हेर्नुहोस् गाइस, अब दाउको चाहिँ हानाइ स्टार्ट भयो। अब यहाँ यो मिडिलमा हानाइ हुँदैछ। अब हाम्रो यहाँ चाहिँ पत्थर कोइलाबाटै हामी काम गर्छौँ। कोइलाको लागि चाहिँ यहाँ सुविधा छ गाइस। अनि अब यहाँ हेर्नुहोस् गाइस, अब यसको टुप्पोको हिस्सा, माथिको हिस्सा हान्नु थाल्यौँ। माथिको हिस्सा हानेको गाइस हेर्नुहोस्। अब हल्का अब फिनिसिङ हमुलको द्वारा हामी फिनिसिङ हल्काले दिन्छौँ। अनि पछि यसको धारसार पिट्नुको लागि चाहिँ हामी त्यहाँबाट फेरि हामी चाहिँ एकदम हत्रोको काम गर्छौँ, सानो हमुलको काम गर्छौँ। अहिले ठुलो हमुलको काम गरेर रेडी भयो हजुरहरूको अगाडि। यो चुप्पीको नाम हाम्रो यहाँ भोटे चुप्पी भन्छन्। हजुरहरूको अगाडि हजुरहरूको उता चाहिँ के नामले जनाइ जान्छ मलाई कमेन्टमा भन्नु होला। यहाँ हेर्नुहोस् गाइस, अब हानेर मेरो फाला रेडी भयो। हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट अरू सब्सक्राइब गर्नु नबिर्सिनु होला।